हेलो नमस्ते एन्ड गुड मर्निङ फ्रम केदार खर्क। हामी केही छिनपछि पाङसाङ पुग्नेवाला छौँ। भर्खर उठ्यौँ, चिया अब खानेवाला छौँ। नट चिया, कफी खानेवाला छौँ। अब यस्तो जाडोमा आएपछि कफी त खानै पर्यो। अब आजको हाम्रो बसाइ, हिजो बेलुकाको बसाइ अब हिजो तपाईँहरूले भ्लगमा हेरिसक्नु भएको छ। अब केही छिनपछि हामी भारी बोकेर अब पाङसाङतिर पुग्न लाग्छ। केही छिन प्रतीक्षा गर्नुहोला। हामी तपाईहरुलाई पाङसाङको भ्यू देखाउनेछौँ, पाङसाङको वातावरण देखाउनेछौँ, रमाइलो गर्नेवाला छौँ। हैन पावल भाइ? पावल भाइले देखाऊ अब। ल बोल्दै बोल्दै केही बोल्दियो। मलाई केही छैन, जाडो छ यहाँ। त्यही हो। हिउँले घेरेको छ हामीलाई, हैन? अब हिउँ परिसकेको छ केदार खर्कमा। देखाइदेऊ न हिउँहरू पनि। मेरो आज चाहिँ सेकेन्ड डे हाम्रो। हामी चाहिँ पाङसाङ निस्किएको, टक्क लाएर सामान बोकेर चिटी च्याट्ट परेर ल यस्तै छ गाइज। अब पाङसाङतिर लाग्यो हामी। अब 10-15 मिनटपछि हामी पाङसाङ पुग्छौँ। यो प्रेसर कुकर बम पनि छ हामीसँग। हामी पुरानो माओवादी हो। थर्मस बम हो। ल गाइज पाङसाङ चाहिँ माथि डाँडातिर टक्क मिलाएर अगाडि ल जाम ल सो गाइज हामी चाहिँ अब यो पाङसाङ पुगिन्छ। पाङसाङ पुगेपछि त्यहाँ प्याल्दोरको बाटो त्यहीँबाट हो। हामी पुग्ने चाहिँ ऊ त्यो माथिको डाँडा, त्यो क्रुस डाँडा जुन त्यो हो, त्यहाँसम्म चाहिँ हाम्रो यात्रा हुनेछ। अब हेरौँ कस्तो हुन्छ। दामी हुनेवाला छ सन चाहिँ। अब अलिक टाढा छ, त्यस्तै होला गाइज। ल हेलो गाइज, हेर म चाहिँ थर्मस बोक्दैछु। मेरो थर्मस बोकेर दाइ गफ हाने तपाईँ एकछिन। चाउ बोक्ने मान्छे तपाईँ। हेलो लक्ष्मण घले। ए पहल भएर ल ए लक्ष्मण हामी चाहिँ हिमालको आम्ने सामने गएर चाहिँ अब फोटो खिच्नेवाला छौँ। टेबल टक गर्ने हो हिमालसँग। डाँडा चढ्दैछौँ बिस्तारै। थकित, हिजोको यात्राले सबैजना थकित भएको छ। जोस आएको त फेरि उयो हो नि त फेरि हाम्रो दुईजना हराए तल।
रेल छुट्टिहाल्यो कि दिदी लाउन है पाङसाङको उकालो चढ्दैछ चाँडै हिँड्नु पर्यो नि हिँड्न लाग्छ के फर्केर जा पाङसाङको डाँडा हेर्दै तलै गाह्रो हुन्छ नि नभन्ने गाइज यो चाहिँ पाङसाङको सुक्पा हो यसलाई सुक्पा भनिन्छ यो तलतिर लामखुट्टे मार्न काम लाग्छ कि हो दामी बास्ना आउँछ जस धुवा बगर बबाल आउँछ ल म चाहिँ ढल्दै ल कति आनन्द छ यो सुक्पामा ढल्न पनि यस्तै छ गाइज ल धन्यवाद हो कि ल बबाल बबाल ललिबे हाई कहाँ जानु लाग्यो लिबे तिमी भनिदेऊ प्याल्दोर हामी चाहिँ पाङसाङबाट भर्खर उकालो चढेर प्याल्दोरतर्फ दामी आने है सिधा ल लिबिया छिटो हिँड हिँड्न सक्दैन मैले त अब लिबियालाई लेक लाएर भर्खर भमिट गरेँ अनि हैट ल उकालो कस्तो हुँदैछ सबैको हेर कोही नहोला उमा दौडिने होइन त के यो के हो कुहिरे के कुहिरे ओइ उ त पारी के हो रसुवा हाम्रो भेना मैया लिबियालाई कस्तो भइरहेछ यात्रा अल्छी लागिरहेछ मलाई त यहाँ हिँड्नै पर्यो है भोक लाग्यो भन्छ है लिबिया त
अर्को पालि चाहिँ पोटर ल्याउनु पर्ला है। सो गाइज हामी अब पाङसाङको 3850 मिटर भन्दा माथि लगभग 3900 मिटर माथि आइपुगिसकेका छौँ। अब हाम्रो गन्तव्य भनेकै अब प्याल्दोर पिक हो। अब त्यहाँ कति उचाइ त त्यस्तै हो, अलि धेरै माथि नै छन्। अब केही छिनमा हामी एकछिनमा प्याल्दोर पुग्छौँ, त्यस्तै छ। गाइस हामी चाहिँ प्याल्दोर जाँदैछौँ होइन। त्यो चाहिँ गढी हिमाल। लिबिया अगाडि लिबिया अब लिबिया अगाडि हिँड्छ नि। कोट फुटेर मान्छे काली भएर केही छैन होइन। अनि यस्तो चिसो छ, यस्तो चिसो 10वटा लुगा लाउँदा नि यस्तो जाडो भयो। यस्तो दामी छ है ठाउँहरू। मेरो गाइड जनताहरू आइरह है त्यहाँ। ल ल छिटो माथि हिँडेको दामी देख्ने रहेछ कि। यस्तो हेरेर त ल दामी देख्ने कि यहाँ। ल एक बरी कि ल लस्करे कि। ढेङ्गाङमै बस्ने होइन एकचोटि। एकदम थाकेछ यार। पुग्यो अब मलाई यो प्याल्दोर। लक्ष्मणलाई पुग्यो हो? पुग्यो दाइ पुग्यो। पहिला नि घिच्री आयो, तर योपालि रमाइलो भयो नि। रमाइलो अलि भयो, हुँदैछ होइन। पङसङचङमा भन्यो त्यो होला। कपिराइट लाग्ला नि फेरि मेरो गीत। दामी आएको छ त। ल यो बम पनि कतिखेर पड्काउने हो प्रेसर कुकरले। कुकर बम पड्काइङ। आफै ओछ्याउने हो।
सो गाइज हाम्रो आज दोस्रो दिन पेल्लोर पिकको यात्रा। अहिले हामी मर्स्योङमा छौँ। पाङसाङबाट थोरै माथि हाइटमा हामी केही छिनमा खाना खाने टाइम भइसकेछ, 11:30 भइसकेछ। अब यसबिचमा हामी एकछिनमा गएर खानासाना खान्छौँ अनि त्यसपछि हामी त्यहाँ बस्ने वातावरण मिलाउँछौँ अनि बेलुकाको सनसेट हेर्न चाहिँ हामी पेल्लोर पिक पुग्छौँ। अहिले हामी मर्स्याङको एउटा यो यस्तो दामी भ्यू देखिने ठाउँ डाँडामा आइपुगेको छौँ। सबै देखाइदिनु होला कृपया क्यामेराम्यान। सो यही नै हो हाम्रो रुबी भ्यालीको सुन्दरता भने नि, गहना भने नि। यो पर्यटनको हिसाबले एकदम महत्त्वपूर्ण ठाउँ, जुन पर्यटनहरूको लागि एकदम बेस्ट ठाउँ हो। सो अब यो ठाउँलाई अलिकति हामीले एक्सप्लोर गर्न सक्यो भने बबालै छ, बबाल यो ठाउँ, अति बबाल। हामी बिहान लगभग 3-4 घन्टाको पैदल यात्रापछि अलिक गाह्रो नै छ पैदल यात्रा, तर हामी जुन यो भ्यू देखिरहेछ, यो वातावरण देखिरहेछौँ, जब हामी यहाँ आइसकेपछि त्यो थकाइ अनि त्यसपछि त्यो यात्रामा हामीले भोगेका दुःखहरू सबै बिर्सिनेवाला छ। सो गाइज एकचोटि यो ठाउँलाई दामी तालले एक्सप्लोर गरौँ, सबैजना घुम्न आइदिउँ, यो ठाउँलाई अलिकति नचिनेहरूलाई पनि चिनाउन सक्यो भने बबाल छ। ल हाम्रो चाहिँ यहाँ चाहिँ बहिनी सुतिरह, यसलाई लेक लागेर भर्खर भमिट भएको। खै दिदी गइसक्यो? ए अरू कोही बाँकी आउँदैछ। कता हो अझै? टेङ्गङै भेटेन त। यो चाहिँ मर्स्योङ खोला। ए उता रहेछ टेङ्गङ, बल्लदेखि। अब त्यहाँ चाहिँ हामी खाना पकाएर खाने उतै त लाने न। हाम्रो अब खाना खाने डेस्टिनेसन चाहिँ आइपुगिसकेको छौँ। अब केहीमा खानासाना बनाउँछु, खान्छौँ। हाम्रो मुख्य डेस्टिनेसन, गन्तव्य पेल्लोर पिक पुग्नेछौँ। साथीहरू अगाडि पुगिसकेछौँ र यात्रा सास फेर्न यति स्यास्या के हिउँ खेला हो। ल मर्स्याङमा अब पानी सानी केहीको व्यवस्था रहन्छ गाइज। अब खाना पनि अब मासतिर गएर खानु पर्ला जस्तो स्थिति देखियो। अब हिउँ हेरेर चित्त बुझाउँ गाइज। अब हिउँ नै हो, अब यो हिउँ त नि हो। कस्तो हिउँ हेरेर चित्त बुझाउनु होला। हामी भोकै भए पनि अबे नडा गता अया मोर पनो। हेलो आन्टी, अङ्कल, बाजे, अर्को बाजे, भाइ, लिबिया बाटो बिर्स्या। अन्डा फुटे तैँले खान्न पनि हो होइन? सेकेन्ड टाइम रोमन लाग्यो, फर्स्ट टाइम रोमन लाग्यो? फर्स्ट टाइम। भेडाहरू त प्रशस्तै रहेछ है। अर्को रातो भेडा, पिङ्क कलरको भेडा लुकिहाल्यो। सो गाइज अब मर्स्योङमा हामी चाहिँ अब खाना खाने भनेको अलिक तल चाहिँ पानीको अभावले हामी अलिकति माथि नै आइपुग्नु पऱ्यो, अलिकति ढिला भयो। तर दामी छ, केही छैन, पानी आइसकेको छ। अब केही छिनमा आगो बालेर अब खानासाना खान्छौँ। अब आजको बास कता होला थाहा छैन, यस्तै छ, कुहिरोले ढाकेको छ। मर्स्योङमा छौँ, ल ठिक छ।
त्यो कुवर चाहिँ पानी ल यता चाहिँ च्याङ्ग्राको सुप पाकिरहेछ पाल भाइ ठिक छ नि आगो नबालेर ल कृष्ण दिदी के छ केही नि छैन जाडो छ आगो छ च्याङ्ग्राको सुप छ च्याङ्ग्राको सुप छ होइन दामी बनाउनु पर्छ च्याङ्ग्रा चाहिँ हाम्रो दाइले मारे सिकारी हो नि म अति हङ्ग्री भएको छु के हो कसमहरू गाइज अहिले टाइम कति भयो भनेपछि 1:30 भयो पानी पनि हालेको छैन मुखमा हाम्रो यस्तै छ पानीको सर्टेज हरेक कुराको सर्टेज अब यस्तै छ गाइज बिना हेलिकप्टर चाहिँ नआउनु होला यस्तो ट्रेकिङ हो क्या ट्रेकिङ हो चाहिँ हेलिकप्टर नै असम्भव छ पाक्यो मा दिदी अलिअलि त पग्लेछ है पुरै कुरो छ यस्तो छ ल सुकुटी पोल्दैछन् यहाँ हाम्रो उमाइ मिसले के को सुकुटी हो मिस राङ्गोको त्यो खुर्सानी थोरै हालेर लिएर थालमा साइला माइला काइलाले मासु पोलेर खायो ल गाइज अब चाउचाउ पाक्दैछ हाम्रो अन्डा सहित हालिहाल्यो यस्तो चिसो मौसममा तातो तातो चाउचाउ खान यस्तो मजा आउँछ हिँड्न चाहिँ सक्दैन त खान पनि सक्छ त कहाँ खान पनि सकेन त हिजो राति त ल उमा उसु लागेको हिउँदो असिना पर्न लागेको बेलामा खानुहोस् T20 चाउचाउ 20 चाउचाउ नहल्लाउ न Shut up. ल अहिले चाहिँ हाम्रो यता मर्स्याङ खोलातिर हिउँ परेको अवस्था हिउँ पर्यो लुगाहरूमा तर अस्ति नै हामी उसमा जाँदा थियो त फुरफुर सानो परेको यहाँ चाहिँ जम्ने वाला आउँछ नि त तल चाहिँ हो के तल बेसीतिर यत्रो डल्लो परेन एकैचोटि सुकिहाल्छ हिउँ परेन बबाल भयो टोपी चाहिँ लगाऊ के केटाहरू अनि के हुन्न T20 हाम्रो आन्टीले पकाइसक्नु हिउँ पर्यो गाइस हिउँ पर्यो यो हो नि त मजा बाटो बन्द भयो कहाँ बाटो बन्द हुन्छ यस्तो हिउँले ल लक्ष्मण त सेम त्यो के भन्छ लाउरेहरू हुन्छ नि घरमाथि त्यो घरमाथि देखा न अनि पो देख्छ त खै ओ भनेर के
हिउँमै खानुपर्छ कि गाईचहरू ओहो यो नि त पारा भगवानलाई धन्यवाद छ यो समयमा हामीलाई हिउँ परेर आशीर्वाद दिनुभएको छ तपाईँलाई धन्यवाद प्रभु येशू ख्रीष्ट भाइ निकाल्यो न गौतम बुद्ध अनि त्यसपछि कुन कुन भगवान पार्वती के रे यो भने हामीलाई आशिष दिएको ल कमान्डो बोल केही बोल्नुहोस् गाइस हाम्रो क्याम्प चाहिँ यताभित्र है यता हाम्रो भित्र दामी छ गाइस तल हेर्नु न खाइदिन्छु यार बवालै पर्यो ल नहान लिबे भेरी चिसो लाग्नलाई चिपाइदिन है खतरा हिउँ पर्यो त उयो झरीको रातमा ओइ दिदी पो गरिदेखि याद है नबोल होइन है ल कोही कोही खाँदै हनक त त्यो शेर्पाहरू देखेछ हाम्रो आजको खाजा ल कस्तो रहेछ खानुपर्छ हिउँमा गाइज हाम्रो अर्ग्यानिक सुप के को सुप रे ढाँगा च्याङ्रा बफ सबै ल ए मिक्स सुप बबाल 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 ल यो हो नि त 52 करोडको सुप हो हाम्रो हाम्रो दिदी चाहिँ खानालाई जन्मेको हो उसलाई खानालाई हतार छ 60 करोडको हाल्ने कुरा 60 करोडको हाल्ने कुरा 60 करोडको फेरि बोर्डको नुन लागेछ नुन लागेछ तिम्रो भाग त्यति गयो गाईहरूले फेरि कोबरले त हट्टी मात्रै आउँला भन्ने पोले पनि केही फरक पर्दैन 52 करोडको सुपले फाल भाइ मिठो छ सुप आइच यो ल 52 करोडको सुप 52 करोडको सुप 52 करोडको हड्डी आइच बबाल तिम्रो चाहिँ के हो फेरि फेरि अम्लेट रेडी बनाउँदैछन् हाम्रो दिदीले ए ठिक छ कस्तो यो सुप मेरो हो होइन हाम्रो दिदी चाहिँ है आगोमा के गर्न थाहा भएन मलाई अम्लेट बनाउन आउन राम्रो अनि मासु सकेन नि यहाँ हाल्ने फेरि भर्यो नि अम्लेट दामी अम्लेट अब एउटा ढुङ्गा चाहियो खाएको देखाऊ हस् म चाहिँ झोल मात्रै खाने भनेर बसेँ हो अरूहरू त मासु कस्तो बबाल कस्तो भएको छ नानी परे बेला यस्तो सुप खानु त यस्तो भाग्यको कुरा मान्छे भाग्यमा अड्किरहने तिमी आछु ल यो अम्लेट रेडी हुन आँट्यो अरे हाम्रो दाजु त लड्छ त यार यस्तो उस्तो पऱ्यो यार खुवाउन त म्याडम पहिला झऱ्यो
नेवारी अन्डा बनाउनु भएको थियो होला बिचराले कस्तो नेवारी न बाउन फेरि यो पर्न थालिरहेछ यता आगै परेन त त्यसो पाछ अनि सुतो बल भएको छ र त्यो मासु चाहिँ किन रह्यो तेल नभएर अघिको याकले हान्छ भने दिदी तर्छ है हान्छ नि यो मासुलाई के भन्छ मासु के अरे हान्दैन भने बोसो होइन तेल नलिएर भएर यो बोसोले तेल बनाएको फाइनल्ली गाइज अब हामी चाहिँ खाजा खानासाना खाएर टक्क प्याकिङ स्याकिङ भइसकेका छौँ प्याकिङ स्याकिङ सबै रेडी भइसकेका छौँ अब फेरि हाम्रो गन्तव्यतर्फ लाग्नेछौँ कुनै साथीहरू लागिसक्नु भएको छ भने कुनै साथीहरू अब लाग्नेवाला छन् मनी नजाने यहीँबाट जाउँ न त नि यहाँबाट चिया खाएर जाने हामी कफी टक्क कफी पाक्दैछ फेरि हाम्रो कति खानु यार खाँदा खाँदा वक्क लागिसक्यो होइन कृष्ण दिदी दामी मौसम खोल्यो एकैछिनमा हिउँ परेको थियो एकैछिनमा फेरि बादलहरू झरिसकेको छ होइन पावल भाइ ल कफीको साथमा पावल भाइ चलपल देऊ टक्क होइन कफी खानालाई 30 सेकेन्ड नलाग्ने रहेछ हो यस्तो जाडो रहेछ भर्खर भक्लक उम्लेको कफी नि 2 गिलास भइसक्यो मैले सेलाइसक्यो होइन बबाल यस्तै छ ल गाइज कफी खाऊ ज्यान तताउ ज्यान तताउ